कहिले प्रभु महाराजको नामले प्रेम लीला गर्ने, कहिले गोपिनीहरू जलमा भएको बेलामा जल देवताको अपमान भयो भन्दै कदमको रुखमा कपडा लुकाई बिचारा गोपिनीहरूलाई रुँदै हिँड्न पार्ने। कृष्ण लीला अपार कसले लाउने पार, कृष्ण लीला अपार कसले लाउने पार, कृष्ण लीला अपार कसले लाउने पार, कृष्ण लीला अपार। हे भगवान कसले लाउने पार, कृष्ण लीला अपार कसले लाउने पार, कृष्ण लीला अपार कसले लाउने पार, कृष्ण लीला अपार अपार हरि। साथीभाइसँग खेल्दा खेल्दै त्यही बल कालिया दहमा जारी, कालिया नागको घमण्डलाई चोर गरी फनमा नाच्दै 7 दिन 7 रातसम्म गोवर्धन पर्वतलाई कान्छी औँलामा धारण गरी सबलाई तिमीहरूको मखनको तागत हो भनेर मुसु मुसु हाँस्दै हेर्दा बाला कलिला गर्न लागे लीला, हेर्दा बाला कलिला गर्न लागे लीला, हेर्दा बाला कलिला गर्न लागे लीला, हेर्दा बाला कलिला। हे भगवान गर्न लागे लीला, हेर्दा बाला कलिला गर्न लागे लीला, हेर्दा बाला कलिला गर्न लागे लीला, हेर्दा बाला कलिला कलिला हरि। बाँसुरीको धुन बजाउँदै वृन्दावनका गोपिनीहरू र ग्वालवालदेखि लिएर वनस्पतिहरूलाई पनि लस्टै पार्ने। यो त केवल आत्मा र परमात्माको मिलन हो भनिकन मनमोहक बनेर दुनियाँलाई छक्कै पार्ने। लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो यो मन, लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो यो मन, लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो यो मन, लैजाऊ कृष्ण वृन्दावन। हे भगवान चञ्चल भयो यो मन, लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो यो मन, लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो यो मन, लैजाऊ कृष्ण वृन्दावन वृन्दावन हरि। उता मामा कंसलाई भने कृष्णको आफ्नो काल रूपी छविले रातमै सुतेको बेलामा तरसाइदियो। आफ्नो शक्तिहरू बिस्तारै क्षीण हुँदै जाँदा र निकै प्रयास गर्दा पनि कृष्णलाई मार्न नसक्दा ऊ आफै छटपटाइरह्यो। कंस राजको दरबारमा ठुलै छलफल भयो, कंस राजको दरबारमा ठुलै छलफल भयो, कंस राजको दरबारमा ठुलै छलफल भयो, कंस राजको दरबारमा। हे भगवान ठुलै छलफल भयो, कंस राजको दरबारमा ठुलै छलफल भयो, कंस राजको दरबारमा ठुलै छलफल भयो, कंस राजको दरबारमा दरबारमा हरि। अनेकौं उपाय गर्दा पनि कृष्णलाई मार्न नसकेपछि कंस भन्छ अब धनुष यज्ञको बहाना बनाई कृष्णलाई लिआउने। मामाको निम्तो मान्न भान्जा आउँदा मेरो आफ्नो काल कृष्णलाई मारेर तत्काल आफ्नो काम भ्याउने। कंसराजको निम्तोली गए अकुर भिजी, कंसराजको निम्तोली गए अकुर भिजी, कंसराजको निम्तोली गए अकुर भिजी, कंसराजको निम्तोली। हे भगवान गए अकुर भिजी, कंसराजको निम्तोली गए अकुर भिजी, कंसराजको निम्तोली गए अकुर भिजी।
जानुभयो कुर्जी बाबा नन्दराम यशोदा ग्वालवालदेखि लिएर सम्पूर्णलाई सम्झाइ बुझाइ गरेर कृष्णलाई लिआउनु भयो। कृष्ण भगवान हुन् भन्ने कुरा थाहा नपाउँदा डराएको देखेर बीच बाटोमा अकुर्जीलाई अखिल ब्रह्माण्ड नायकको रूपमा दर्शन दिनुभयो। बाहिर खोज्छौ के गरी बस्छन् मनमै हरि, बाहिर खोज्छौ के गरी बस्छन् मनमै हरि, बाहिर खोज्छौ के गरी बस्छन् मनमै हरि, बाहिर खोज्छौ के गरी हे भगवान बस्छन् मनमै हरि, बाहिर खोज्छौ के गरी बस्छन् मनमै हरि, बाहिर खोज्छौ के गरी बस्छन् मनमै हरि, बाहिर खोज्छौ के गरी हरि। अकुलजीको साथमा आउनुभयो कृष्णजी। मथुरामा आफ्नो नजर अनुसार कृष्णलाई सबैले देख्न थाले। मनमोहकलाई देखेर भन्न पो थाले के गरी पार लगाउलन् बच्चै पो रहेछन् कृष्णकाले। मथुराका भक्तलाई दर्शन दिनु भयो, मथुराका भक्तलाई दर्शन दिनु भयो, मथुराका भक्तलाई दर्शन दिनु भयो, मथुराका भक्तलाई हे भगवान दर्शन दिनु भयो, मथुराका भक्तलाई दर्शन दिनु भयो, मथुराका भक्तलाई दर्शन दिनु भयो, मथुराका भक्तलाई हरि। भगवान श्री कृष्णले त मथुरामा गई गर्नु चमत्कार नै पो गरे। यज्ञ धनुष बाँचे, उभुलिया पिठ हात्ती, चाँडो र मुष्टि, मन्त्री र कंसको आफ्नै भाइलाई पनि मारे। कंस मारे कृष्णले खेर्दा सानै काले, कंस मारे कृष्णले खेर्दा सानै काले, कंस मारे कृष्णले खेर्दा सानै काले, कंस मारे कृष्णले हे भगवान खेर्दा सानै काले, कंस मारे कृष्णले खेर्दा सानै काले, कंस मारे कृष्णले खेर्दा सानै काले, कंस मारे कृष्णले हरि। भगवान श्री कृष्णले राक्षसहरूको विनाश गरेर भक्तहरूको रक्षा गर्दै वसुदेव र देवकी बाबु आमालाई जेल मुक्त गर्दै वसुदेव र देवकीले भन्नुहुन्छ तिमी त भगवान हौ अरे, अहिलेसम्म किन हामीलाई जेलमा राख्यौ त? तब कृष्णले भन्नुहुन्छ कैकैको 14 वर्ष वनवास तीर्थको लीलालाई अगाडि सार्दै 14 वर्ष जेलैमा बित्यो जिन्दगानी, 14 वर्ष जेलैमा बित्यो जिन्दगानी, 14 वर्ष जेलैमा बित्यो जिन्दगानी, 14 वर्ष जेलैमा हे भगवान बित्यो जिन्दगानी, 14 वर्ष जेलैमा बित्यो जिन्दगानी, 14 वर्ष जेलैमा बित्यो जिन्दगानी, 14 वर्ष जेलैमा हरि। राज्यको सबै व्यवस्था मिलाएर आफू भने सन्दीपनी गुरुकोमा गुरु दीक्षा लिन भनी जानुभयो। भेटी स्वरूप गुरुलाई केही दिन खोज्नु भएको थियो। भगवान हुन् भनेर चिन्नु भएको गुरुले आफ्नो मरेको छोरालाई पो माग्नुभयो। कृष्णजीले आँटेमा के नहुनेछ र, कृष्णजीले आँटेमा के नहुनेछ र, कृष्णजीले आँटेमा के नहुनेछ र, कृष्णजीले आँटेमा दुनियाँमा के नहुनेछ र, कृष्णजीले आँटेमा के नहुनेछ र, कृष्णजीले आँटेमा के नहुनेछ र, कृष्णजीले आँटेमा हरि।
गुरुको छोरा पुनर्गतको आत्मा पाएर कृष्णजीले नयाँ जीवन दिनुभयो र गुरुलाई बुझाउनु भयो। उद्धवजीलाई बोलाएर गोपिनीहरूको हालत बुझ्न पठाउनु भयो। तर हराभरा धरती सबै उजाडिएछ। कृष्णको विरहमा कृष्ण बिना सबै पानी बिनाको माछा झैं तडपिँदै थिए ब्रजवासीहरू र सबै रुँदै थिए। उद्धवजीले कसैको आँखा पनि उभानु पाउनु भएन। आफ्नो मन आफैले बुझौ राधा रानी, आफ्नो मन आफैले बुझौ राधा रानी, आफ्नो मन आफैले बुझौ राधा रानी, आफ्नो मन आफैले। हे भगवान बुझौ राधा रानी, आफ्नो मन आफैले बुझौ राधा रानी, आफ्नो मन आफैले बुझौ राधा रानी, आफ्नो मन आफैले आफैले हरि। उपजा र अकुरजीको निम्तोलाई पनि श्रीकृष्णजीले स्वीकार्नुभयो। पाण्डवको हाल खबर बुझ्न अकुरजीले हस्तिनापुर पठाउनुभयो। उद्देश्य नै धर्मको रक्षा गरी पापीको संहार गर्नुभएको हुँदा योग्यता अनुसारको काममा सबैलाई खटाउनु भयो। धर्मको साथमा हुन्छु म भन्छन् कृष्णजीले, धर्मको साथमा हुन्छु म भन्छन् कृष्णजीले, धर्मको साथमा हुन्छु म भन्छन् कृष्णजीले, धर्मको साथमा हुन्छु म। हे भगवान भन्छन् कृष्णजी